ल ल हाम्रो त अघि नै भन्न बिर्से थिएँ किनकि हाम्रो अब यो कति 7 बजेदेखि 8 बजेसम्म 9 बजेसम्म 10 बजेसम्म हामी त्यो ऊ छ के मुनरा मुस छ अनि लोकल कुखुरा छ लोकल भाले छ पोठी छ नि अनि त्यो मुसा छ जङ्गलको ठुलो मुसा ठुलो देखेछु मैले कम्तीमा त 1.5 किलो जति हुन्छ त्यो मुसा अहिले कहाँ छ त्यो मुसा जसले खायो भने त्यो मुसा यही छ अनि त्यो काट्ने खाने मुसाको पनि हेर्नु पर्यो नि त्यो देखाइदिनु पर्यो त्यो प्रसादको रूपमा सबैजना खाने हो अनि बाख्रा काट्ने त्यो बाख्राको पनि प्रसादको रूपमा खाने जङ्गलमा त्यो मुसा मार्न जाने चाहिँ 14 जना थिए जङ्गलमा मुसा मार्न जाने 14 जना थिए जाने बेला टेम्पोमा गएको आउने बेला हिँडेर आएको किनकि हाम्रो गाउँको केटाहरू दुःख पाछन् के यो साल गोठ साल त सजिलो थियो दिखाओ दिखाओ अब मैले मुसा देखाउन भागला र भन्दै गर मुसा आउँदै गर्छ अब मैले भन्न लाग्छु अब उज्यालो 8 बजेदेखि 9 बजेसम्म जस्तो उज्यालो भएपछि सबैजना आफ्नो आफ्नो भाग लिनको लागि आइहाल्नु होला होइन अनि त्यो कसैले कसैको घरमा पुर्याउन सक्दैन आफ्नो आफ्नो भाग लिनको लागि आउनु होला अनि जुन जुन मान्छे काम यहाँ आएको छैन भने त्यो मान्छे हेर्नुहोस् यही हो जङ्गल